भ्लग कति पछि हजुरहरूलाई भेटेको छौँ। सेवा नमस्ते जोजोलोपा हजुरहरू सबैजनालाई। आज चाहिँ हामीले इक्जाम दिओरी अब स्केट खेल्नलाई जान गइरहेको छौँ। हाम्रो यो भ्लग चाहिँ अवश्य हेर्नु होला। आज हाम्रो क्यामेराम्यानमा हुनुहुन्छ मिस्पा गजमेर, अनि यहाँ रुस्मा भुजेल, महिमा गजमेर, अंकिता भुजेल। अनि अहिले हामी त्यहाँ स्केट खेल्न जाँदैछौँ। अरूलाई चाहिँ अलिक डर लाग्ने भएको कारणले हामी मात्र गएर खेल्न लागेको। यहाँहरूले हाम्रो अगाडिको त्यो फेयरवेल भ्लग पनि हेरेर सपोर्ट दिइरहनु भएको छ। यो भ्लग पनि हेरेर अझै यस्तो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु। कतिजना नयाँ हुनुहुन्छ भर्खर हेर्दै हुनुहुन्छ भने पनि गएर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ कसैले नभुल्नु होला। यसै भन्दै अब हामी स्केट खेल्ने ठाउँमा गएर भेट्नेछौँ। बाई। सबैजनालाई नमस्ते जोजोलोपा। अनि हिजो चाहिँ हामीले पुरै भ्लग बनाउन पाएका थिएनौँ किनभने हिजो हामी स्केट खेल्न गएका थियौँ। त्यसको भिडियो अवश्य आउनेछ, हजुरहरूले हाम्रो टाइटलबाट थाहा पाइ नै हाल्नुहुनेछ। यो भन्दै अनि आज हामीले चाहिँ त्यही भिडियोलाई कन्टिन्यू गर्दैछौँ होइन। अनि आज चाहिँ हामीले रुस्मालाई प्र्याङ्क गर्न लागिरहेको छौँ क्या, किनभने हामी दुईवटा चाहिँ अगाडि नै भेट्यौँ। अनि भेटेपछि हामीले चाहिँ वहाँनिर रुस्मालाई चाहिँ क्या के प्र्याङ्क गर्न लागिरहेका छौँ भने ऊ चाहिँ आउँदैछ होइन, आउँदैछ। अनि त्यसपछि हामीले के प्र्याङ्क गर्न लागेको छौँ भने रुस्मा आउँछ होइन। अनि आज बोर्डिङ लागेको थियो। आज खासमा हाम्रो आज बोर्डिङको चाहिँ फर्स्ट डे हो। अनि फर्स्ट डेमा चाहिँ हामीले के गर्यौँ भने हामी गएको थिएनौँ क्या। अनि उसले क्या सरले चाहिँ मेरो ड्याडीलाई फोन गरेर यस्तो यस्तो भन्नुभएछ, किन नपठाइदिएको नानीहरू यस्तो यस्तो क्लासको सबैजना आएछन् भनेर भने जस्तो बनाउन लागि हामी तिनवटा मात्र नआएको भनेर भन्न लागि त्यस्तो भनेर भन्छौँ है त। के हुन्छ है त, हेरौँ है त रियाक्सन आउँदैछ है। हेर्नुहोस् यता चाहिँ थाका खाने प्रोग्राम उसलाई हेर्दैछु म के होला भनेर तडपिरहेकी छु। हेलो गाइस। ओइ रुस्मा तिमीलाई एउटा कुरा थाहा छ होइन? हाई भन न पहिला। हेलो गाइस। तिमीलाई एउटा कुरा थाहा छ के भयो? आज क्या बोर्डिङमा कस्तो भएछ नि? के कस्तो? हामी बोर्डिङ नगएको कस्तो भयो। अरू बेला हामी जाँदाखेरि कोही आउँदैन थियो, आज चाहिँ सब आएर भोला सरलाई गाली गरेर यस्तो उस्तो भएको अरे। घरमा बिहा नि तिम्रो आएन? हाम्रो बिहा मैले त थाहा नै थिएन म। अनि तिमीहरूले भनेको होइन के अरे बोर्डिङ नजाने अनि यसको फर्स्ट दिन। अनि त्यही भएर मैले मेरो छुट्टी लास्ट अनि जहिले हामी जाँदाखेरि कहिले पनि आउँदैन थियो तिनीहरू, आज चाहिँ आएछन् क्या। अनि हाम्रो बाबालाई फोन गरेर भोलि नानीहरूलाई पनिसमेन्ट छ यस्तो उस्तो छ किन नपठाउनु भएको भनेर कुरा चल्यो। होल क्लास हामी 3 जना मात्रै बुझ न। अनि यो भ्लग हाल्छौँ त अनि हामी मात्रै नआएको अनि हामीलाई के हुन्छ त भ्लग हाल्दिनँ, हाम्रो मर्जी हो नि गाइज। हामी तपाईँहरूलाई खुसी पार्नको लागि भ्लग बनाउँदैछौँ। हामी पढ्नमा पनि हामी लगनशील भइरहेका छौँ। नपढे पनि अब कुरा त छाट्नै पर्यो होइन। तर यस्तो यस्तो भएको रहेछ क्या साथीहरू। अनि तपाईँहरूलाई पनि भोलि हामी के भन्नु, उसले तित्री ल्याइदिन्छ त्यो तित्री सित्री मैमा भरे खा गोजीभित्र हाल। भोलि के गरी जाने कसरी जाने म्यानेज गर्ने त्यो चाहिँ सोच न के भन्नु त नि होइन। सुरु दिन अब के गर्नु अब के गर्नु त हामी। अनि भोलि पिटाइ के गर्ने खाने? गाइज ऊ चाहिँ पछि पछि आउँदैछ डराइरहेकी छ हेर्ने। ऊ धेरै नै ऊ छ क्या डरपो। हामी चाहिँ खासमा चटपटे पनि खान हिँडेको है साथी। भोलि पनि बोर्डिङ नजाम है। अनि पिटाइ खाइन्छ भोलि जाम न भोलि जाम होइन जान त मतलब टिफिनमै साँच्चीमै पनिसमेन्ट पनि छ अरे क्या। के गर्ने होला है मैमा? होइन हामी 3 जना मात्रै नगएको। अब हामी 3 जना क्या सबै त बच्ची पनि आउँदिन भन्ने मान्छे पनि आएछ क्या। 3 जना मात्र आइ त मैमा बस्नु एकछिन। कस्तो गर्मी भयो यार साथी। हाम्रोतिर त घाम चर्केर भन्नु छ भने मरिसक्नु छ। के गर्नु भनौँ कि सुरु दिन हामी ए मामा घर
मामा घर गयो अनि इक्जाम खुल्ने अघिल्लो दिन सबैलाई थाहा हुन्छ नि हामी त पहिलो दिनै न ढिलो भयो हामी वहाँ गएको थियौँ तिनैजना नै भनेर भन्नु के गर्ने अब कुटी अब त्यो भन्दाखेरि पनि केही भन्नु भएन भने कुट्नु भयो भने खाने कुटै त्यत्रै खानु मेरो क्यामेरा पर्खिँदैछु हामीलाई अब चाहिँ हामी चटपटी खाना गएको अब पिर पनि दिनु नै छ अब जे गरे पनि गाई जब कुटै खानु नै छ खानै पर्यो गाइज हामीले चाहिँ रुस्मालाई इल्ली बिल्ली बनाएको छौँ सुन्छे होली है पछाडि अरूले मैले झुटो बोल्थेँ अरूलाई प्र्याङ्क गर्थेँ तिमीहरूलाई त्यो थाहा छैन त्यो महिमा छ आज साँच्चीका यस्तो हाम्रो बाबाले यति भन्नुभएको नि मलाई डर लागेको छ क्या भोलि के न के हुन्छ भनेर यस्तो भन्नु के बुक आएकै छैन साँच्चीमा होइन होला तिमीले मलाई झुट बोलेर जस्तो लागिरहेको कस लु मैले त झुट बोल्छु है महिमालाई त भरोसा गर आज चटपटी खाना गएको लु चटपटेको कसम साँच्ची यस्तो मान्छेले खानेकुरा कसम लिन थाल्यो भने त गाइज मरिन्छ स्लिम भएर गाइज के हुन्छ गाइज हेर्नु अनि हजुरहरूले हाम्रो भ्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुभएको छैन भने अवश्य गर्नु होला तिनीहरू ड्युटीको कुरा सुन्नु अब त भोलिको टाइदरो खाइन्छ दुश्मन हेरेको हेरै हुन्छ अनि तिनीहरू दुश्मन हामीलाई हेरेको हेरै खुवाउँछ त नजाने यो मेरो के साह्रो उडेको कपाल पनि छि चटपटे पसल आइपुग्न आँट्यो धेरै हल्ला नगरौँ चटपटेको मजा लिनु छ क्या म त्यही भन्छु सबैजना आए अब चाहिँ हामी जान्दैछौँ चटपटे पसल साँच्ची हो नि यो कुरा फेरि भनिदिने घेराएर म मरेँ सरी रुस्मा यार सरी साँच्ची तिमीलाई प्र्याङ्क गर्न खोजेको थियौँ यत्रो मोबाइल राख्दा पनि देखेनौ साँच्ची सरी यार सरी सरी मैले हो महिमाले भनेको महिमाले चाहिँ किन त पक्री म हानिदिन्छु ला 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 के प्र्याङ्क पनि भयो भ्लग पनि साथी तपाईँहरू भन्नु त तपाईँहरूलाई पनि चाहिँदैन प्र्याङ्क भ्लग इटिङ भ्लग अब हामी कुनै न कुनै दिन करेन्ट चाउचाउ च्यालेन्ज लिएर आउँछौँ मुखबाङ च्यालेन्ज लिएर आउँछौँ करेन्ट कस्तो राम्रो रहेछ साथीहरूलाई प्र्याङ्क नगर्नु होला यस्तो त्यही पनि पढाइको कुरा होइन गाइस गर्नै पर्छ कस्तो दामी छ यार यताको गाइस मेरो हात मेन भ्लग के भन्न चाहन्छु भने नि गाइस हाम्रो अहिले चाहिँ
धेरै दिन पछाडि भ्लग बनाएको। अब यिनीहरूले मलाई अब हिजो चाहिँ हामी स्केट खेल्न गएको थियौँ नि त, अनि आजबाट यिनीहरूले मलाई बोलाएको थियो कि स्कुल नजाने आऊ भनेर, अनि आऊ भनेर बोलायो। यिनीहरूले मलाई यस्तो प्र्याङ्क गर्यो, त्यही केही छैन। अनि हाम्रो भ्युज चाहिँ बढिरहेको छ, सबैजनाले लाइक सेयर कमेन्ट गरिदिनु होला भन्छु। गाइस हामी चाहिँ पसलमा आइसक्यौँ, अनि पसलको दिदीले हामीले 60 चटपटे बनाउन लगाइसक्यौँ। कालो आउँदो रहेछ यार यताबाट। कस्तो चिसो हावा आएको यार। गाइस तपाईँलाई हामी सिन देखाउँछौँ है त। वाउ भ्यू हेर्नु न। अनि यहाँनिर चाहिँ स्कुल हो है, यो चाहिँ सिमरा स्कुल। एकछिन नआउनुहोस् न। मेरो कस्तो नदेखेको काट्नु पर्यो। वाउ भ्यू, आई लाइक दिस भ्यू। Do not forget like, comment, share and subscribe. भ्यू चाहिँ हेर्नुहोस् है गाइस। फर्गेट टु हो क्या, डु नट फर्गेट मात्रै भन्ने तिमीहरूले। साथी जे भए पनि बुझ्न चाहिँ बुझ्नु है। अनि कमेन्ट पनि गर्न नबिर्सिनु। यस्तो कस्तो भ्लगरवाला ठिक हुन्छ हैन, सजेस्ट गर्नु होला। गाइस दिदीको पसलमा चाहिँ खुर्सानीको बोटै रहेछ क्या। कस्तो राम्रो देखेको त्यही पनि। ए रिबनले सजाएर राखेको रहेछ। भरे पिरो चाहियो भने छ है यहाँ। लौ त कस्तो देखिन्छ तिमीलाई हेरिदेऊ। खुर्सानी डल्ले लाइरहेछ। अहिले कपिराइट लाग्ने बेस छैन गीतमा तल त। गर्मी भाइ काल देखा यार। गाइस यस्तो चिसो मौसममा दिदीले चाहिँ हाम्रो चटपटे ल्याइदिइसक्नु भएको। चिसो मतलब हावा आएको क्या, कस्तो हावाको फिल लिँदै होइन। यो चटपटे खानुको मजा नै बेग्लै छ। हेर्नुहोस् न, वाउ आई लभ दिस चटपटे लभर हो हामी चाहिँ। या चटपटे गाइज हाम्रो भ्लगलाई चाहिँ धेरैजनाले साथ सपोर्ट दिइरहनु भएको छ होइन। यसरी नै दिँदै जानु होला। फर्स्ट बाइट खान लाग्यौँ है हामीले। फर्स्ट बाइट बिग बाइट खायौँ है। यता देखा खाएँ। दिदीको चटपटे निकै नै मिठो रहेको थियो भनी हाम्रो भ्लग पनि अब इन्ड हुन लागिरहेको छ। यहाँहरूले हाम्रो भ्लगलाई हामीलाई सपोर्ट गरिरहनु होला। हाम्रो चाहिँ टिकटक आइडी पनि छ, प्रसम ग्रुप भन्ने नयाँ बनाएको हामीले। यस आज सुरुवात गरेको चटपटे खाएको दिन, अनि स्केट खेलेको आज दिन। केटीहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अवश्य। हैन मलाई यो हात अघि मुड्की हानी अहिले हात चढाइ। यसै गरी हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बाई बाई, लभ यु, सी यु सुन। अलिक राम्रो फोटो। थ्यांक यू फर वाचिङ।